श्री ब्रह्मयोगाश्रम सिद्धस्थल जोरपोखरी 5 थर एवं श्री ब्रह्मयोगेश्वर वैदिक गुरुकुल आवासीय विद्यापीठ हिलियाङ 5-6 जोरपोखरी 5 थरबाट यहाँहरू सबैमा श्रीहरि शुभ प्रभात शुभ बिहानी। श्रीहरि, मेरो नाम छवि आचार्य हो। म फिल्म बजारमा बस्छु। म अहिले हनुमान चालिसा पढ्दैछु। नमस्कार, मेरो नाम केदार बरालो, मेरो घर ताप्लेजुङ, म अहिले चण्डी पढ्दैछु। नमस्कार, मेरो नाम आश्रय गौतम हो, मेरो घर ताप्लेजुङ हो, म अहिले चण्डी पढ्दैछु। नमस्कार, मेरो नाम मनिष भण्डारी हो, मेरो घर फालेलुङ हो, म अहिले चण्डी पढ्दैछु। नमस्कार, मेरो नाम मनिष गौतम हो, मेरो घर भारापा 7 5 थरमा बस्छु। म अहिले हनुमान चालिसा पढ्दैछु। नमस्कार, मेरो नाम आदर्श गौतम हो, म अहिले चण्डी पढ्दैछु। मेरो घर ताप्लेजुङ बजार हो। नमस्कार, मेरो नाम सबिन भण्डारी हो, मेरो घर भारापा हो, म अहिले चण्डी रुद्रवेद सकेर कर्मकाण्ड पढ्दैछु। नमस्कार, मेरो नाम सागर नुपाने, मेरो घर ताप्लेजुङ, म चण्डी रुद्र सकेर वेद पढ्दैछु। नमस्कार, मेरो नाम दीपक बरालो हो, मेरो घर ताप्लेजुङ हो, म अहिले रुद्री पढ्दैछु। श्री सिद्धेश्वर शिवालय मन्दिर जोरपोखरी 5 थर गुरुकुटी अखण्ड दीप। अभ्यागत अतिथिका लागि आवास गृह, यज्ञशाला, पाकशाला, आश्रमका मूल अर्चक लोकनाथ गुरु, भोजनालयमा प्रसाद बनाउनु हुँदै मैनाली बन्धु समाजद्वारा निर्माण गरिएको धर्मशाला अभ्यागत अतिथिका लागि बनाइएको यो सुन्दर